अभिषेक भयो? अरे माइल दाइ के भयो? के हुनु, मजा भयो। असाध्यै रमाइलो भयो। यो बाबुले ठुलो जागिर पाएको त असाध्यै रमाइलो आयो मलाई। ल जागिर पाउने म, मजा आउने तपाईलाई किन नि? त्यो हातको घडी मैले पाउने भयो नि, साह्रै रमाइलो आयो मलाई त। सरी माइला दाइ, यो घडी चाहिँ म तपाईँलाई दिन्न ल, माफ गर्नुहोस् ल। ठिक छ, मैले चाहिँ चोरी गर्न छोडी, अब तिमीहरूले चाहिँ चोरी गर्न थाल्यौ होइन? भन्नु चोरी गरे अरे? के चोरी मैले? के चोरी गरे? के चोरी गरे अरे? चोरी गर्ने को होला? जंगलतिर पाखै थर्कने गरी। माइल दाइ चुप लाग भने, चुप लाग माइल दाइ। गाई मेरो बिन्ती छ, होला मेरो प्यारो माइल दाइ। भित्र आमाले सुन्छ क्या? यो घडी नि मेरो एउटै घडी छ क्या, मलाई टाइम हेर्नुपर्छ। त्यो मलाई मतलब छैन बाउ। जागिर खाएपछि यस्ता मुला नाथे घडी कति आउँछ कति? ल दिने भए लगाइदेऊ। ल ल म कर गर्दिन। ल घडी त म दिन्छु, भित्र आमाले थाहा पाए पनि सम्हाल है। बाँकी कुरो त टुक्का टुक्कामा मिलाइहाल्छु। चुप लाग न। अभिषेक, ए अभिषेक, कहाँ जानु ला? ल ल जाऊ म आफै लाउँछु। ल जाऊ। अभिषेक कहाँ गयो आयो? कहाँ गएको थिइस् त? त्यो आकाश अहिलेसम्म आएन क्या, त्यसलाई हेरिरहेको। बसेँ है बाबा म। भाग्यमानी भए। तर आकाश बाबु जहाँसुकै भए पनि यो माघे संक्रान्तिको दिन चाहिँ नि आकाशैबाट भए पनि ठ्याक्क टाइममा आइपुग्छन्। अरे आइपुगेछ त यो। नुहाइधुवाइ गर्नु, पूजापाठ गर्नु, अनि पो खानुपर्छ त। के भएको त? तिम्रो हातको सेलरोटी र फुरौरो खानु चाहिँ म नरकबाट पनि आउँछु। यही बहानाले नरकबाट फर्केर त त यहाँ आएर मुन्टिनु पर्यो किन नि? के भयो यार, छोड। अरे त्यो ऊ बसको होइन? तैँले पनि चिन्ता छैन? सुमन। ओ बाबु सुमन, जाउँ। जाने टाइम भएन? घडी त चक्को किनेछ त। कहाँ किन्नु? उहाँ अभिषेक बाबुले जागिर पाएको खुसीमा चिनो दिएको। कति नै भने ज्यानले माने पो लिकिली भनेर के भन्ने हो? मैले नि प्रेमले दिएको चिज प्रेमले लगाइदिएँ। दाइ अरूलाई चाहिँ घडी, हामीलाई चाहिँ के नि? दाइ म पुऱ्याउन हौ। जान्ने हुनु पर्दैन तैँले। अच्छा त कुरा यहाँसम्म पुग्यो। ठिक छ, कङ्ग्रेचुलेसन्स। भोज चाहिँ